हेलो नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ। दिस इज मिस सुनि बुढाथोकी। म पनि सन्चै छु, आरामै छु। आज मेरो साथमा हुनुहुन्छ रबिना दिदी, मेरो साथी सबिना श्रेष्ठ अनि अर्को सानी नानी रबिना दिदीको छोरी। हामी चारजना चाहिँ हामी निस्केको आज घुम्न। यो पार्क नजिकैको पार्कमा आएको छौँ हामी चाहिँ। कुन पार्क होला गाइस, तपाईँ आफै गेस गर्न सक्नुहुन्छ। तपाईँ यहाँ पहिला आउनु भएको छ भने तपाईँलाई थाहा होला, यदि आउनु भएको छैन भने फेरि घुम्न आउनु होला। राम्रो छ ठाउँ, एकदम बेस्ट छ है। अनि सबिना चाहिँ हिजो दाङबाट झरेकी हुन्, दिदी चाहिँ यतै बस्नुहुन्छ। हाम्रो भेटघाट चाहिँ भएको थिएन, आज चाहिँ हाम्रो भेटघाट पनि भयो। अनि प्लस हामी घुम्न पनि निस्क्यौँ गाइस। हा। अनि के आज 2083 साल 1 महिना 1 गतेको दिन चाहिँ घुम्न निस्कियो भने चाहिँ मिठो मिठो खायो भने चाहिँ राम्रो हुन्छ अरे भन्ने सुनेको थियो कि। सो द्याट हामी चाहिँ घुम्न निस्केको। अनि सबिनाले चाहिँ नानी पनि बोकेका छिन् होइन, खुसी पनि छिन्, नानी पनि मक्कै छिन्। अनि तर घरबाट निस्किँदाखेरि यस्तो भिडभाडलाई सोचेको थिएन, तर सबैलाई घुम्नु मन लागिहाल्छ नि होइन 1 गतेको दिन। अनि सबजना निस्किनु भएछ कि आमामा कति भिड हो कि आमामा, धेरै मान्छेहरूको भिडभाड भएर त यहाँ हिँड्न पनि पाइला सानो पनि धो भइरहेको थियो कि यहाँ अगाडि होइन। अनि हामी चाहिँ टक्क लाएर अगाडि बढ्दै गयो है। अनि नानी बोकेर फेरि सबिना त मस्त कि, नानी पनि मस्त, कति खुसी बाछिनीलाई पनि नयाँ ठाउँ हेरेर होला मजा लागिरहेछ होइन। अनि म त फेरि यो भिडभाड होस् कि जे होस् कि होइन, म त फेरि मोबाइलको क्यामेरा अन गरिहाल्छु कि। मोबाइलको क्यामेरा अन गरेर यसो भिडियो क्लिक गर्न पाएन भने त फेरि मलाई त के हो लाग्छ कि, सबै कुराहरूको चाहिँ अपडेट लिन मन लाग्छ कि मलाई होइन। भिडियो मोबाइलमा क्याप्चर गर्न मन लाग्छ कि। सो द्याट म चाहिँ फेरि गरिहाल्छु। अनि मान्छेहरू पनि यस्तो भिडभाड यस्तो छन् नि त होइन। अनि माछाहरू पनि टक्क लगाएर पोखरीभित्र कति रमाइरहेको छन्। पहिलो हेर्नु त त्यो माछा हो नि त, त्यहाँ रमाइरहेको छन्। अनि त्यो पनि भिडियो क्लिक गरिहाल्यो। अनि उतापट्टि आन्टीहरू पनि मजा छम नाच्नु भएको छ हेर्नु त, कस्तो मजाले नाच्नु चाहिँ। गीत चाहिँ मैले बुझेन, यो कुन कल्चर होला थाहा भएन, तर रमाइलो तरिकाले रमाइलो आजको दिन खुब रमाइलो गर्नुभएको छ। यस्तो डान्स पनि कस्तो मिलाउनु भएको छ होइन। अनि साइडमा बसेर फेरि अरू साथीहरू अरू मान्छेहरूले पनि पिकनिक खाइरहनु भएको छ कि हेर्नु त, कस्तो राम्रो कि आमामा यस्तो प्लानिङ सहित आउनु नि होइन। हामी त यतिकै निस्किउँ न भनेर निस्केको, यस्तो भिड होला सोचेको पनि थिएन। तर रमाइलो चाहिँ रमाइलो लाग्यो कि, हेर्दै मान्छेहरू कस्तो भिडभाड पनि रहेछ टक्क लाएर होइन। हेर्दै गएको जङ्गलहरू पनि टक्क लाएर देखियो। अनि साइडमा मान्छेहरू पनि टक्क लाएर उता हेरेको त कति धेरै मान्छेहरू कि आज चाहिँ। अनि नेवारीहरूको चाहिँ सायद नेवारी कल्चरको चाहिँ केही न केही थियो होला योमा चाहिँ होइन। अनि उहाँले चाहिँ टक्क लगाएर बाजा सहित अगाडि यसरी बजाएर चाहिँ आइरहनु भएको छ कि यहाँ चाहिँ केही न केही चाहिँ हो। तर त्यो चाहिँ मलाई थाहा भएन, म चाहिँ भिडियो मात्रै बनाइरहेको छु, केही पनि थाहा छैन कि मलाई आज के हो। 1 गतेको दिन त हो, तर 1 गतेलाई स्वागत गर्नुभएको होला नयाँ वर्षलाई, सायद त्यही मनाउनु भएको होला जस्तो लाग्यो मलाई चाहिँ होइन। पाहाडघर पूजा पनि गरिरहनु भएको छ। अनि सबै यो हेरिसकेपछि एकछिन हेर्ने काम मात्रै गरियो हामीले चाहिँ होइन। हेऱ्यौँ। अनि त्यसपछि अगाडि चाहिँ बुद्ध भगवानको मूर्ति रहेछ, त्यो पनि क्लिक गरेँ। अनि हेरिसकेपछि हामी त बस्ने ठाउँ पनि फोटो खिच्ने ठाउँ पनि खासै देखेन कि मैले पनि देखेन। अनि उता सबिनाले पनि जाम नभन्यो। अनि ट्याक्क लाएर फेरि मुरली बजाउँदै आउनुभयो साथीहरू। अनि केटीले पनि मुरली बजाएको देखेर फेरि मलाई भिडियो गर्न मन लाग्यो। हाम्रो त मुरली बजायो भने त जुङ आउँछ भने मुरली बजाउनु दिनुहुन्थ्यो घरमा, तर बजाउनु पर्ने रहेछ, बजाउँदा केही हुँदैन रहेछ होइन। अनि पार्कमा चाहिँ मजाले पिकनिक खाएर नाचिरहनु भएको छ कि, मान्छेहरू पुरा झुमिरहनु भएको छ एकदम रमाइलो तरिकाले। कति रमाइलो गर्ने मान्छे रमाइलो पनि भइरहेको छ। अनि हाम्रो पनि रमाइलो भइरहेको थियो। तर ठिकै छ, अब त हेरिसक्यो यति भन्दा कति हेर्ने र भित्र बस्ने ठाउँ पनि छैन भने हामी त निस्किहाल्यो गाइस। हामी त 10 मिनट यसो यताउता फन्क्यो अनि हेऱ्यो, तर बस्ने ठाउँ पनि थिएन कि। अनि चाहिँ हामी निस्किहालौँ भनेर हामी त निस्किहाल्यो गाइस होइन। तपाईँहरूलाई चाहिँ यो भिडियो देखाएर चाहिँ टक्क लगाएर हेर्नुहोस् भनेर चाहिँ भिडियो बनाएको। भित्र चाहिँ हामी फोटो पनि खिचेन के भने यही भिडियो मात्रै, सबै जे गराउँथ्यो यही मात्रै हो होइन। अनि हामी चाहिँ निस्किहाल्यो। अनि निस्केर यो चाहिँ कुन पार्क रहेछ, बालाजु पार्क हो गाइस। अन्तिममा थाहा भयो नि त, तपाईँले हेरेर भिडियो हेरेर थाहा हुन्छ भनेको थियो नि त। सो द्याट अनि त्यहाँ हेर्दा बाटोमा त झगडा गर्नुमा त्यो पहेँलो लगाएको कुर्ता लगाएको आन्टी त झगडा गर्नुमा त पुलिससँग किन हो थाहा भएन। ल गाइस हामी त निस्किहाल्यो है। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। तपाईँहरूलाई ह्याप्पी न्यू इयर 2083 सालको शुभकामना। अनि भिडियो अन्तिमसम्म हेर्नुभयो, साथ दिनुमा धेरै धन्यवाद। सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गर्नुहोस् र माया गर्नुहोस्, लाइक कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच, बाई बाई, लभ यू।